गुड मर्निङ। आज जाने हो मनोकामना। 5 बजिसकेको छ, लेट भइसक्यो। 4 बजी उठ्नु पर्ने थियो, 5 बजिसक्यो। अब फ्रेस हुने हो, नुहाउने हो, अनि जाने हो। रेडी भइसकेको छ हामीहरू। अब जाने लागेको। एउटाको सधैँ लेट हुन्छ। होटलबाट अब यहाँबाट 100 किलोमिटर जति होला। 100 मिटरको सफर फेरि गाडीमा। किनेर ल्याउने कि त भन्दा बसको वेटिङमा यतातिर बस आउँछ अनि हामी निस्किने हो। हामीहरू बसिसक्यौँ बसमा। कति देर लाग्छ, छिटै पुगाइदियोस् आशा छ। फाइनली हामीहरू आइसक्यौँ मनोकामना। यहाँबाट केवल कारमा जाने हो। पुरै गेट उता केवल कार। हामी उता जाने हो अब केवल काट्नु। टेम्पल उता माथि पुगिसकेको छु। टिकट गाडीबाट होला। एकछिन फर्स्ट टाइम मनोकामना टेम्पल जाँदैछु। आइसक्यो। यहाँबाट अब टिकट लिनु पऱ्यो केबल कारको लागि। जाने हो त्यहाँ केबल कति छ टिकटको? नर्मल 770 टु वे। टिकट लिइसकेँ, टु वेको छ। यहाँबाट जाने र उताबाट आउने पनि। भित्र छिर्न गइरहेको छु। यो यहाँबाट छिर्ने हो हामीहरू। यसमै बस्ने हो हाम्रो। अरू हिँडिसकेका छु केबल कारमा। So here we are experiencing केबल कार। त्यहाँबाट हिँडिसकेका छु, अगाडि जाँदै होला। फर्स्ट एक्सपिरियन्स इन केबल कार। फर्स्ट एक्सपिरियन्स त्यहाँ माथि के छ यार। हामीहरू त्यहाँबाट
जाने बाटो फाइनली वी आर इन मनोकामना टेम्पल। सो अब यहाँबाट केही आरतीको सामान लिने, चल त्यहाँबाट लिने, भित्र घुस्नु जाउँ। टेम्पल फाइनली गेट। पहिला केही फ्लावर्स लिउँ यहाँबाट। कति एउटा कतिको हो? कुन लाने? यो 100-200 लिने यसरी। क्यामेरा एउटै दुवै एउटा चाहिँ दिन्छ। टेम्पल पुगिसके। टेम्पल त्यत्रो छैन, भिड छैन। आज मजाले दर्शन गर्न पाइयो। दर्शन गरिसकेँ। अब जान लागेको रिटर्न। या यार यत्रो माथि अब फर्किन लागेको भइसक्यो। पुरै घुमिसकेँ। कहाँबाट जाने हो? रिटर्न। फेरि यसको सफर गर्नु पाइयो। डुबेको थियो, त्यही भएर जाने टाइममा पनि यसमै जाने हो। फाइनली झरिसकेँ। अब यहाँबाट अब केही खाने हो। बिहानदेखि केही खाएको छैन, खान्छु। अनि त्यसपछि अर्को बस समात्ने हो, त्यसपछि जाने हो। फेरि भित्रै बस्ने। यहाँ अफोर्ड गर्मी लागिरहेको छ। भित्र एसी छ, फ्यान छ। भ्यू कति होइन, भ्यू हेरिसक्यो। भित्रै बस्छु। आइसक्यो हाम्रो खाना। अब खाने हो मजाले। अनि जा
खाना खाइसकेँ अब जाने बसमा पनि बिल पेमेन्ट गरेर छ त्यसपछि निस्किन्छ खाइसक्यो पेट भरिसक्यो बिल पेमेन्ट निस्किन लागेको हामीहरू हो बसको वेटिङमा भइरहेछ गाडी पाइसक्यो आधी बाटो पुगिसक्यो यहाँबाट 2 घन्टा जति अरू होला फाइनली वी आर इन एटिएम यहाँबाट घर होस्टल पुग्नलाई आधी घन्टा आउँदै तनाव छ